हेलो नमस्ते सम्पूर्णमा। यदि तपाईँ पनि फेसबुकबाट अर्निङ गर्न चाहनुहुन्छ र कन्टेन्ट मोनेटाइजेसनको नयाँ अपडेटको लागि पर्खिरहनु भएको छ भने तपाईँको लागि खुसीको खबर छ। फेसबुकले कन्टेन्ट मोनेटाइजेसनमा वेट लिस्टमा बसेका क्रिएटरहरूको लागि नयाँ अपडेट ल्याइसकेको छ। तपाईँले चेक गर्नुभएको छैन भने एकचोटि चेक गर्नुहोला, तर यो भिडियोलाई अन्तिमसम्म हेरेपछि। अहिले फेसबुकले कन्टेन्ट मोनेटाइजेसन अन गर्नको लागि चाहिँ क्रिएटर्सहरूको लागि क्राइटेरिया तोकेको छ। केही समय अगाडि चाहिँ फेसबुकमा कुनै पनि क्राइटेरिया थिएन, जसलाई पनि फेसबुकले कन्टेन्ट मोनेटाइजेसन चाहिँ दिइरहेको थियो। अहिले चाहिँ वेट लिस्टमा बसेका क्रिएटरहरूको लागि चाहिँ फेसबुकले कन्टेन्ट मोनेटाइजेसनको लागि फेसबुक प्रोफाइलमा क्राइटेरिया तोकेको छ। के क्राइटेरिया तपाईँले फुलफिल गर्नुपर्छ भनेर मैले यो भिडियोमा बताउँछु। भिडियोलाई हेर्नुहोला र आफ्नो पनि अपडेट चेक गर्नुहोला एकचोटि। पहिलो कुरो त फेसबुकले तपाईँलाई एटलिस्ट 18 इयर्स क्रस गरेको तपाईँ हुनुपर्छ। आफ्नो एकाउन्ट त्यसरी तपाईँले सेट गरेर राख्नुपर्ने हुन्छ। यदि तपाईँ 18 वर्षभन्दा मुनिको हुनुहुन्छ भने चाहिँ तपाईँलाई कन्टेन्ट मोनेटाइजेसन फेसबुकले दिँदैन। अर्को चाहिँ फेसबुकले अहिले कम्तीमा पनि तपाईँको प्रोफाइल चाहिँ एक्टिभ हुनु पर्यो 28 डेजसम्म, 1 महिना पुगेको हुनुपर्छ तपाईँको एकाउन्टको समय अवधि चाहिँ तपाईँले चलाएको। र अर्को क्राइटेरिया फेसबुकले के राखेको छ त भन्दाखेरि कम्तीमा पनि तपाईँको एकाउन्टमा 10K फलोअर्स हुन पर्यो। अस्ति चाहिँ फेसबुकले 2000-3000 फलोअर्स हुनेहरूलाई पनि कन्टेन्ट मोनेटाइजेसन दिएको थियो। अहिले चाहिँ फेसबुकले वेट लिस्टमा जो पर्नु भएको थियो उनीहरूको लागि चाहिँ 10K फलोअर्स रिक्वायर गरेको छ र 28 दिनभित्रमा तपाईँले 1,50,000 भ्युज पनि ल्याएको हुनुपर्छ र तपाईँले 28 दिनभित्रमा 3 देखि 5 वटा तपाईँको एकदमै राम्रो क्वालिटीको एलिजिबल भिडियो पनि अपलोड गरेको हुनुपर्छ। यी क्राइटेरिया फुलफिल गर्नुभयो भने फेसबुकले बल्ल तपाईँको फेसबुक एकाउन्टमा कन्टेन्ट मोनेटाइजेसन दिन्छ। अहिले चाहिँ यस्तो क्राइटेरियाहरू राखेर नयाँ अपडेट चाहिँ फेसबुकले ल्याएको छ। तपाईँले चेक गर्नुभएको छैन भने चेक गर्नुहोला। र यो भिडियो यदि तपाईँलाई सहयोगी लाग्छ भने भिडियोलाई सेयर पनि गर्नुहोला। र फेरि पनि मैले तपाईँहरूलाई यस्तै जानकारीमूलक भिडियो लिएर आउँछु। फेरि पनि मैले तपाईँहरूको लागि यस्तै जानकारीमूलक भिडियो लिएर आउने गर्छु। त्यसैले यो पेजलाई पनि तपाईँले फलो गर्नुहोला।